कपालभाती प्राणायाम सुरु गर्दैछौँ र कपालभाती प्राणायाम सुरु गर्नुभन्दा पहिले आफ्नो यो ढाड कम्मर सिधा राख्नुपर्छ। अनि हामीले यो मुद्राहरू चयन गर्नुपर्छ। अपान वायु मुद्रा जुन चोर अम्लालाई दबाउने र बुढी अम्ठा माझी औँलासँग मिलाएर गर्ने। ढाड कम्मर सिधा भइसकेपछि आँखा बन्द गर्ने र कपालभाती प्राणायाम। कपालभाती जीवन साथी जति गर्यो विधि जाति। यसको विधि यस प्रकार रहेको छ, जुन चाहिँ हामी श्वासलाई फाल्छौँ मात्र। जस्तै यसरी आउनेवाला श्वास, हामीले लिनेवाला श्वासलाई केही मतलब नगरिकन जानेवाला श्वासलाई मात्रै झड्काको साथ फाल्ने विधिलाई कपालभाती प्राणायाम भनिन्छ। यो चाहिँ 1 मिनट बराबर मध्यम गतिमा गर्दा 60 देखि 90 पटकसम्म गरिन्छ। यसरी र यो गर्दाखेरि हामीले नाभि स्थानलाई फोकस गर्छौँ। नाभि स्थानलाई झड्काका साथ मिलाएर मूलाधार चक्र जुन हाम्रो मलद्वार हुन्छ, मलद्वारलाई माथितिर खिच्दै अश्विनी मुद्रा लगाएर गरिन्छ। र यसको सावधानी पनि रहेको हुन्छ, जुन सावधानीहरू चाहिँ खाना खाने बित्तिकै अनि विभिन्न ज्वरो आएको बेलामा, अब महिला माताश्रीहरूको मासिक मेन्स्ट्रुएसनको समयमा मेजर अपरेसनहरूमा यसलाई गर्नु हुँदैन र डाक्टरको सल्लाहमा मात्र गर्न सकिन्छ। र यसको यो फाइदा छ कि पाचन तन्त्रहरूलाई, हामीलाई पाचन प्रणालीलाई मजबुत गर्नलाई सहयोग गर्दछ। र यो निरन्तर हामीले 5 मिनट 10 मिनट यसरी बढाउँदै आधी घन्टासम्म पनि गर्न सकिन्छ। यही विधि हो। त हजुरहरूले बुझिहाल्नुभयो, यसरी नै गर्नुहोला। स्वस्थ रहनुहोला। म एकैछिन तपाईँलाई देखाउँछु, त्यसपछि तपाईँहरू पनि आफ्नो घरमा, घरभित्र, घर बाहिर खाली पेटमा बिहान पानी पिएर गर्दा राम्रो हुन्छ।